अथवा सरको म्युजियम पनि घुम्ने मौका पाएँ आज। म अरू बेला आउँ भनेर सोच्दै हुन्छु कि तर म कहिले मौकै परेको हुँदैन। त्यही त छ। अरू बेला पनि होमस्टे चलाउनुहुन्छ नि सर यहाँनिर है? सर यता है? हुन्छ म गइहाल्छु। ओके को भाइ भन्छु नि हेलमेट लगाएकै छुइनँ। यहाँ हेर त मलाई कस्तो देखियो ब्याग हेर है। यहाँ त यहाँ हाल्यो यहाँ यस्तोहरू सबै लगाएको किनभने भरे लडिहाल्यो भने प्रब्लम हुँदैन है। म चाहिँ दुनियाँभरको बाइक राइड त्यहाँबाट म्याराथनहरू हिँड्छु कि सबैभन्दा पिर चाहिँ मलाई यसलाई छोडेर हिँड्नु लाग्छ। म आज घर आउनु पाउँदिनँ। बेलुका कति धेरै मिस गर्छु यसलाई। म बेलुका मसँग सुत्यो मेरो कान्छो है। कान्छो पुकुन्दे पुस्तुले भन्छु कि म नानी तिमीलाई म भरे फोन गर्छु कि यता हेर्नु न म भरे तिमीलाई भरे फोन गर्छु कि। अनि म तिमीले ताई ताई बुढा ताई ताई भन्छु होइन। तिमीले पनि ताई ताई भन्नु ल बाबालाई। बाबालाई माया गर्नु न कान्छा। बाबालाई माया गर्नु। बाबालाई प गर्नु न एकपल्ट। गर्दैन भाइ बाबालाई पप्पी गर्दैन कान्छा गर्दैन। कान्छा गरिहाल्छ त यसले त। बेबी I'll miss you baby. म गएँ आज धेरै दिन बाद म्याराथन कुद्दैछु भोलि हो। अलिकति खुट्टा पनि दुख्छ होला। आफै नरुनु बा नरुनु। यो ब्याग छ र साह्रै सजिलो छ ट्राभल गर्ने। घरबाट यहाँ आएको 40 किलोमिटर हुँदैछ। नबिसाइकन 53 किलोमिटर पुगेको त अलिक गली गरे जस्तो भयो। मेसेज गरिहाल्छ अब दुइटा। अब चाहिँ लाग्यो वेस्ट सिक्किमतर्फ है। साउथ सिक्किमको पुलमा छु अहिले म। रेसीको बाटो भएर जान्छु। अन्त गाडीमा तेल पनि हाल्नु पऱ्यो भरे उता के कसो हो मलाई थाहा भयो। उहाँ अगाडि एउटा पम्प छ कि त्यहाँनिर हाल्नु पऱ्यो तेल चाहिँ भनेर अब जोरथाङ आइपुग्यो। जोरथाङ अलिक काम थियो फेरि मेरो अफिसमा त्यहाँ निस्केँ। ढिलो खाजा खाएको छुइनँ मैले आज कि। एकछिनमा खाजा खान्छु। फुल टैंक करते हैं। डोरी भरा तो तारीख खोल क्यास गरौँ भनेर सोच्दै थिएँ। मिलाएर हाल्नु नि त चाहिँ। खानै खानु पर्यो हुँदैन।
पहिला पहिला म आउँथेँ यता खिचिपुरीपट्टिहरू आएको मैले यो बाटो यहाँको होटलहरूमा खानाहरू खान्थेँ पहिला आएर चाहिँ तर पहिला म यहाँ गेजिङ आइबस्थेँ तल तलको होमस्टेहरूमा आएर बसेको म दरापट्टि म आएको चाहिँ भएछ 3-4 वर्षै भएछ अब अमर सुब्बा सरको म्याराथनमा आएको अमर सुब्बा सरले अर्गनाइज गर्नुभएको दराप म्याराथन हुँदैछ भोलि त्यसको लागि चाहिँ यहाँनिर 6 तारिक हुँदैछ त्यो चाहिँ अन्त मैले त्यसमा पार्ट लिन लगाएको बिमारी भएदेखि म यता म्याराथनहरू पुरै कुरेको पनि थिइनँ बाइक राइडहरू आएको पनि थिइनँ अब आज राइड प्लस गरेर त छुट्टै पनि हुनुभयो भोलि म्याराथन हुन्छ आजै राइड गरेर फेरि भोलि राइड गरेर पनि जानु पनि हुन्छ त्यो त म फ्राइडे सो पुग्न आएको बिप कलेक्सन छ अब टाइममा 6 बजीसम्म टाइम पर्छ मैले यतै एउटा होमस्टे बुक गरिसकेको छु चाबी अहिले म छोडिराख्छु कि चाबी अलि छोडिराख्नु पहिला अब चाहिँ आइपुग्यो यहाँनिर बिप कलेक्सन गर्ने ठाउँमा यहाँनिर त खतरा पाराले 80 केजी अन्डर 50-59 ओके मेरो पनि बिप कलेक्सन छ होला है हजुर ओपनमा हो एसडी ब्लग चाहिँ किन्छ होला मेरो नि इन्ट्रो गर्दैन भाइ ओके यो बिप चाहिँ पाइसक्यो अब आफू कति दिन बादमा कुद्न आँटेको म त भोलिको लागि चाहिँ ओभर एक्साइटेड हुन्छ सर म पर गएर रेस्ट गर्दै गर्छु एकदम ओके म चाहिँ अब पहिला गएर यो मैले पाएँ है अन्त म चाहिँ पहिला गएर अब पर होटलमा रेस्ट गर्छु म त गेस्ट हाउस बुक गरेको छ आई मिन होमस्टे बुक गरेको छ गरेर रेस्ट गर्छु भोलि कुद्नु पर्ने हो 100 किलोमिटर प्लस 112-15 किलोमिटर कुद्दा मात्रै आइपुग्यो म पहिला पर पुगिहाल्छ 127 किलोमिटर 0.6 कुद्दाखेरि चाहिँ इन्द्र होमस्टे आइपुगिसकेको छु बिप कलेक्सन गरेँ मैले मेरो हो अन्त होमस्टे यहाँनिर रहेछ मेरो म बस्नुपर्ने है सो ब्युटिफुल हेर्दाखेरि रमाइलो होला जस्तो छ त्यसै पनि वेस्ट सिक्किम मेरो वान अफ द फेभरेट प्लेस हो तपाईँहरूको जहाँ थाहा पनि छ म वेस्ट सिक्किम आएको जुत्ता चाहिँ हेरि नसक्नु लत्ता लिङ्ग भत्ता भुङ्ग भयो तर केही छैन इट वाज सो मच फन जहिले पनि वेस्ट सिक्किम आउनु चाहिँ मलाई वान अफ द बेस्ट हो मेरो सो अब रुममा गएर रेस्ट गर्ने हो है यता हुन्छ थ्याङ्क यू लुगा चाहिँ आहा दामी रहेछ रुम त सो मजा आउँछ म चाहिँ अब एकछिन पर त्यो दराब बजारमा बिप कलेक्सन गर्ने ठाउँमा एकछिन जान्छु हुन त मैले मेरो बिपहरू कलेक्ट गरिसकेँ कि तर पनि एकछिन जान्छु घुम्छु भनेर सोचिरहेको छु होइन सो रुम राम्रो छ मजा आउँछ यहाँ बस्न आज म एक्लै हो यहाँ छ बेड सेट होइन पर जान्छु वासरुम यतापट्टि छ सो पर गएर आउँछु पहिला अन्त म तपाईँलाई के देखाउँ भने नि यहाँनिर एउटा कुरा दामी कुरा देखाउँछु ल अस्ति मैले यो लेन्स क्यापबाट चस्मा बनाएको थिएँ होइन अन्त यो पछाडिको त्यो एमाजोनमा पाइहाल्छ लाउन 200 रुपियाँमा 2टा किनेको थिएँ मैले कि अब भोलि ट्राई गर्छु यो हेलो एभ्रिवान म चाहिँ दराप आइपुगिसकेको छु पछाडि देख्नुहुँदैछ म त्यो होमस्टेमा बस्छु आज हो यहाँ देखिँदै गरेको सो यो चाहिँ दामी जग्गा चाहिँ दराप हो अन्त भोलि हुन गइरहेको म्याराथन अमर सुब्बा सरको जुन चाहिँ अमर सुब्बा सरले अर्गनाइज गर्नुभएको म्याराथनमा कुद्ने भोलि म पनि सर इन्ट्रेस्टिङ कुरा देखाउँछु कि जुन चाहिँ अस्ति मैले यो लेन्स काटमा चस्मा बनाएको थिएँ नयाँ होइन अन्त यो स्ट्राइप चाहिँ एमाजोनमा किन्न पाउँछ 200 रुपियाँको 2टा पाउँछ सो मैले किनेर थिएँ यो नयाँ चस्मा लगाएर कुद्छु म लगाएर देखाउँछु कस्तो देख्छु मलाई टाइट छ फेरि अहिले यस्तो देख्छ यो झर्दैन पनि पछाडि यस्तो स्ट्राइप हुन्छ नि त यस्तो स्ट्राइप हुन्छ पछाडि हो सो कस्तो देखेँ मलाई नयाँ चस्माले भन्नु पऱ्यो गाइज म चाहिँ दरापमा छु सो रमाइलो हुँदैछ आज अब सरको म्युजियम पनि घुम्ने मौका पाएँ आज म अरू बेला आउँ भनेर सोच्दै हुन्छु कि तर म कहिले मौकै परेको हुँदैन त्यही त छ अरू बेला पनि होमस्टे चलाउनुहुन्छ नि सर यहाँनिर है सर यता है हुन्छ म गइहाल्छु ओके
अलि चाहिँ कताबाट चाहिँ कुद्नु पर्ने भनेर यहाँनिर यो डिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ गेजिङ यता यता त्यो गोचेला रहन्छ यो एट्याक गर्नुपर्छ होला हौ यो स्टार्टिङ पोइन्ट यहाँनिर रहेछ यहीँबाट सुरु हो सरले कहाँनिर मार्क पनि गरेको छ यो छ ऊ यसमा इन्डेक्समा नि हाइड्रेसन पोइन्टहरू पनि देखेको छु हेर्नुहोस् ल भन्दै रोड रन पनि हेर्नुहोस् यो ट्रायल भइहाल्यो होइन यो रोड ब्लू चाहिँ रोड भएपछि यति त डल्लै रोड छ नि सर हेर्नुहोस् त हो डल्लै रोड छ होइन यहाँबाट यो 200 मिटर रोड रहेछ यहाँबाट पहिला ब्लू रोड होइन रोड भइहाल्यो त्यहाँ अलिक ट्रायल रहेछ फेरि कति किलोमिटर यति रोड डल्लै रोड रहेछ त्यहाँ हाइड्रेसन पोइन्ट भयो यो कुदिन्छ होला यतिको त भोलिको लागि चाहिँ सर यहाँ त वेट क्याटेगोरीमा छ नि तपाईँले हेर्नु भयो 80 kg अनि अब वेट क्याटेगोरी पनि छ यो फर्स्ट टाइम सुनेँ मैले चाहिँ हजुर त्यो पनि वेट हस् थोडा घुमेर आइपुग्यो थोडा घुमफिर के म रुममा आइपुगेँ अघि त भिडियो सिडियो एडिट गर्छु अब आजको तपाईँलाई भिडियो देखाउनु पर्ने हुन्छ एन्ड नेक्स्ट एपिसोड विल बी मच मोर फन किनभने मजा आउँछ म आफै कुद्दैछु आफ्टर लङ टाइम होइन सो लुम त ल्याङफ्याङ हुन्छ म जहाँ गएर बस्छु रुम त ल्याङफ्याङ हुनु चाहिँ भेरी अभियस त्यस्तै हुन्छ म जहाँ गएर बसे पनि त्यस्तै हुन्छ एक्चुअली म राइडिङ ज्याकेट लाएर चाहिँ म किन म्याराथनमा आएको भने चाहिँ एक्चुअली म राइड पनि गरिरहेको थिएँ होइन सो अनि म मतलब एसजी ब्लग्स लिएको थियो सो एसजी ब्लग्स लिएको मलाई लाउनु मन पऱ्यो क्या अन्त म यहाँ रेजिस्ट्रेसन पनि एसजी ब्लग्स लेखेर गराएको थिएँ नि त सो दिस इज माई रुम रमाइलो हुन्छ आज यहाँ बेला खानालाई जुस अलिकति बदाम सदाम ल्याएको छु खान्छु अन्त बसिन्छ अब सो अर्को भिडियोमा भेट्यौँ है तैँलाई बाई बाई एभ्रिवान डिनर टाइम अब खाइदियो खाना अलिकति खानामा के छ दाल छ सब्जी छ अचार छ चाख्यालो